माथि पुग्छ ल ल ल ल लड्केर ल ल ल अहिले हाम्रो साथमा ड्याडी पनि हुनुहुन्छ। ड्याडी कस्तो हुँदैछ? सुन्तला टिप्दै हुनुहुन्छ? ठिकै छ, काम गर्नु पाएको छ अहिले रमाइलो छ। अहिले गाउँघरमा के गराउँदै हुनुहुन्छ सुन्तला बाहेकहरू? सुन्तला बाहेक अलिअलि मौरी पालन छ, बाख्रा अलिअलि, अरू तरकारीहरू पनि छ। खुर्सानी पनि देखाएको थिएँ मैले, फलाउँदै हुनुहुन्छ। ड्याडी चाहिँ मेहनती हुनुहुन्छ। अनि सुन्तला बगान पनि अलिकति बढाएर उहाँले लगाउनु भएको छ। अनि ड्याडी अहिले सुन्तला कसरी कहाँ बेच्दै हुनुहुन्छ तपाईँले? सुन्तला चाहिँ अब काठमाडौँ लाने हो। काठमाडौँ लानुहुन्छ है? यहाँदेखि कसरी लानुहुन्छ ड्याडी अहिले? यहाँबाट जाने बेला पनि गाडीमा लोड गरेर लाने हो, यहाँ घरबाटै सानो गाडीमा लानु पर्यो। भनेपछि अहिलेसम्म यहाँ त्यो सुन्तला किन्ने बगैँचा किन्ने त्यस्तो खाले मान्छे त आएको छैन? आउन त आएको थियो, मैले नदिएको अलि सस्तो भएको हुनाले। उहाँहरू सस्तो खोज्नुहुन्छ है? हजुर हजुर, त्यही त। अब काठमाडौँमा बस्ने सुन्तला खोज्ने व्यक्तिहरूलाई अर्डर गऱ्यो भने तपाईँले यहाँबाट लैदिनुहुन्छ त? हजुर हजुर। त्यसरी लगिदिनुहुन्छ है? हुन्छ, यता तल दिनुहोस् दिदी। सुन्तला दिदीले टिप्नु भयो। हुन्छ ड्याडी, त्यता क्रेटतिर यो पनि राखिदिउँ। गाउँघरमा व्यवसाय भनेको यही नै हो, खेती किसानी, अलिअलि पशुपालन, मौरी पालन, कहिलेकाहीँ तरकारी खेती, सुन्तला खेती, यस्तै गरेर चाहिँ गाउँघरमा जीविकोपार्जन गर्ने गरिन्छ। तपाईँहरू पनि त्यस्तै गर्दै हुनुहुन्छ होला। अहिले बेलुकाको 5 बजेको छ। अनि यहाँ नुवाकोट थर्पु गाउँ रानी पौवाको भ्यू देख्न सक्नुहुन्छ तपाईँहरू। सूर्य अस्ताउनै लागेको छ अनि बादलमा हल्का पहेँलो रङ, सुन्तला कलरको रङ देखिन थालेको छ। अनि हामी पनि सुन्तला हार्भेस्टिङ गर्दैछौँ, टिप्दैछौँ। यो चाहिँ टिप्दै झरेको भएर फुट्यो, त्यसैले हामी अहिले खान पनि सकिन्छ। यस्तो फुटेको चाहिँ तुरुन्तै बेचेन भने अब बिग्रन्छ। त्यसैले हाम्रो ड्याडीले चाहिँ काठमाडौँ लगेर बेच्ने भएकोले। कस्तो छ? धेरै मिठो छ, गुलियो छ है। त्यो बाबुले नि दिनु न ड्याडी, खानुहुन्छ? गुलियो खानु बाबा। सबै गुलियो छ सुन्तला फुल जति। हाम्रो यो कति मिटर हाइट छ है? यो त धेरै छैन, कति। यो चाहिँ मिडियम चिसो ठाउँ हो, एकदम चिसो, एकदम धेरै चिसो पनि छैन, घाम डुल्छ पनि छैन। त्यसले गर्दा यो चाहिँ समुद्री हाइटदेखि त्यस्तै 1100-1200 भन्नुभयो ड्याडीले। यो सुन्तला फल्ने ठाउँ यस्तै साइड समुद्री सतहदेखि 80 मिटर हाइटमा यस्तो कुराहरू फल्छ भनेर अहिलेको कृषि विज्ञानले पनि भन्ने गर्छ। त्यसले गर्दा हुनसक्छ यहाँ अलिक मिठो खाले सुन्तला पाएको। अनि तपाईँहरूलाई यहाँ अब परिवारले चाहिँ बाख्राहरू पनि पालन गर्दै हुनुहुन्छ। बाख्राहरू चाहिन्छ भने, अनि प्याज लसुन चाहिन्छ भने, खुर्सानी अकबारी खुर्सानी पनि चाहिन्छ भने खेती गर्दै हुनुहुन्छ। तपाईँहरू सम्झिन सक्नुहुन्छ। म उहाँको नम्बर राखिदिनु छु। मम्मी एक्लैले सकिरहनु भएको छ पुरा। मम्मी एक्लैले टिपेर हेर्नु न, यहाँ 1 क्रेट बनाउनु लागिसक्यो। हाँगा पुरै लड्काएर आम्मामा। उता 3 जनाको टिमले भन्दा यहाँ 1 जनाको टिमले धेरै टिपिसक्नु भयो जस्तो क्या मम्मी। यसरी झन् छिटो हुन्छ है, त्यो भर्याङ लगाएर त टाइम लाग्ने। यो फेरि यति अग्लो छ, आमा वहाँ माथि पुग्छ ल ल ल ल लड्केर ल ल ल फुस्किन्छ र पनि यसरी। यहाँ 1 क्रेट भइसकेको छ सुन्तला चाहिँ। तपाईँको क्रेट भऱ्यो कि भरेन? क्रेट भरेको छ। यता पनि भरिसकेछ त। यही पछाडि कुरै कुरो लागिसकेछ।
मम्मी चाहिँ पुरा हालिँदो रहेछ अझ श्रीमान जिउ चाहिँ फेरि पुरा भरेङ होइन कताबाट आउँदै हुनुहुन्छ लाइफमा फर्स्ट टाइम हेर्नु त तपाईँले भरेङ लाइलाई सुन्तला टिप्नु भएको हो है कतिको रमाइलो भइरह ससुराली आउनु त यस्तो मजाको सुन्तलै देखिँदैन त अँधेरो भएर अब त ल आउनु समात्नु पर्यो नि त मैले समाउनु पर्ने ए ल म समाइदिइहाल्छु नि चिन्तै नगर्नु न तपाईँ टिप्नु झोलामा माथि 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 भरेङ चढेर बिस्तारै हात काँडाले घोच्छ हो त्यसरी गरेर ल आकाशमै पुग्यो जस्तो छ ए माथि 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 गएर भेट्नु भएको छ सुन्तला भरेङ पनि फेरि खतरा खाने हाम्रो त होइन ओइ 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 लड्नु होला नि अहिले फेरि त्यो ख्याल ख्यालमै त्यसो नगर्नु है बडे दुईटा समात्नु पर्छ हजुरले त्यो म समाउँदैछु कि चिन्ता नगर्नु न ल यहाँ यता हेर्नु त अथार उठु गर्दै वा माथि तर हामीले अघि भेट्ने जति त टिपिसक्यो के सुन्तला बोर्ड है अग्लो भएको नि गाह्रो के टिप्नलाई ड्याडीले यो खै सुरुमा नकाट्या भए जस्तो भएको बढेको आफै भन्नुभएको थियो छाडेको भए राम्रो हुन्थ्यो छाटेको भए तल तल फल्थ्यो त्यति राम्रो फल्दैन थियो होला नि खोइ सुन्तला यता तल तल छ हेर्नु त यता त तपाईँको दाहिने हाततिर हो त्यतातिर होला त गरौँ भयो भेट्ला र तपाईँहरूले है भेट्छ ड्याडी भेट्छ